ल मलामीमा हात्ती आयो भन्छन् सबै भागे कुदे ल गदङदङना कुदेर आयो ल हात्ती आयो भनेर सबै कुदिरहेछन् ल मलामीहरू किन कुद्नु भएको सबै आउनु भन्नु न खास हात्ती आएरै कुदेको कि किन कुदेको रहेछ यो हात्ती आयो भनेर सबै त्रासित भए वास्तवमा के भएको अनि हात्ती आयो भने सबै कुदौ नि कुद्नेहरूलाई सोध्नु ल वास्तवमा केही होइन रहेछ है हात्तीहरू यहाँ तपाईँ हात्ती आयो भने कुद्नु भएको होइन सुन्नु न हात्ती आयो भने कुद्नु भएको होइन त्यसलाई भन्छ हात्ती आयो यो फुस्सा भनेको ए शङ्ख बज्दाखेरि चाहिँ हात्ती जस्तो लाग्यो अनि कुद्नु भएको हात्ती आएकै हो त ल तर वास्तवमा शङ्ख बजेको सुनेपछि चाहिँ हात्ती क्वाँ गरेको जस्तो लागेछ अनि सबै गरङ कुदेको मात्रै रहेछ होइन हजुर हात्ती आएको त होइन रहेछ होइन ए ल सबै कुदेर ल हात्ती आएको चाहिँ होइन रहेछ शङ्ख बजेकोमा चाहिँ हात्ती क्वाँ गरेको जस्तो लागेछ सबै भाग भए ल यहाँ झार जङ्गल हेर्नुहोस् है साथीहरू मलामीहरू चाहिँ हात्ती आयो भनेर गरङ रङ सबै कुदे यी झार जङ्गलहरू सबै पेलिराखेको छ यसरी हेरौँ त अब यो सबै पुरै यी घाँसहरू सबै पेलेर है डर भन्ने त्यस्तो हुँदो रहेछ है बाफ्रे म अघि यता माथि आइपुगी गएको थिएँ तलबाट हात्ती आयो भनेर सबै गरङ कुदेर आएपछि म फेरि आएँ यहाँ तल फर्केर जाँदैछन् हात्ती आयो भनेर मलामीहरू सबै भाग भयो तर शङ्ख बजेकोमा चाहिँ हात्ती कहाँ गरेको जस्तो लागेको छ अर्को कसले हात्ती आयो भनिदिएछ साथीहरू सबै भाग भयो लु यो शङ्ख नबुझ्दा पनि गाह्रो हुँदो रहेछ सबै हात्ती आयो भनेर एकचोटि गरङ कुदे तर हात्ती आयो फुस्स भनेको कथा यसरी पुरा हुन्छ।